शब्द गुरु यो शब्दलाई न बयान गर्नको लागि कुनै शब्द नै रहेको छ र न बयान गरेर नि गर्न सकिन्छ। त्यही पनि यो 3-4वटा लाइन चाहिँ गुरुको निमित्त भनेर लेखिएको छु। बुबा मम्मी बाहेक यो संसारमा गुरु मात्रै त हुनुहुन्छ। बुबा मम्मी बाहेक यो संसारमा गुरु मात्रै त हुनुहुन्छ, जसले हाम्रो निमित्त हरेक चिज गरी हाम्रो सफलताको सिँढी चढ्नमा सहयोग गर्नुहुन्छ। गलत काम गर्दा हल्का कुट्नु पनि हुन्छ, तर फेरि हामीलाई मायाले सम्झाउनु पनि हुन्छ। गलत काम गर्दा हल्का कुट्नु पनि हुन्छ, तर फेरि हामीलाई मायाले सम्झाउनु पनि हुन्छ। रगतको नाता त छैन हाम्रो, त्यही पनि हाम्रो निमित्त ज्यान दिनको लागि तयार हुनुहुन्छ। औँसीको रात चाहिँ यो मेरो जीवनमा प्रज्वल दीप चाहिँ बलिदिनु भयो। औँसीको रात चाहिँ यो मेरो जीवनमा प्रज्वल दीप चाहिँ बलिदिनु भयो। माया र ज्ञानका कुरा सिकाई असल मानिस चाहिँ जिउन सिकाउनु भयो।